नमस्कार साथीहरू। आज हामी ललितपुरको बुकमती स्थित मच्छिन्द्रनाथ मन्दिरतर्फ जाँदैछौँ। यसलाई रातो मच्छिन्द्रनाथ पनि भनिन्छ। काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवताको रूपमा पनि प्रख्यात मानिन्छ। अन्नदाताको देवता, सहकालका देवता, लोकेश्वर, भूगम अनेकौं नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छवीकालीनतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी परेको लोक कल्याणकारी गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथ यात्रा गर्ने परम्परा रहिआएको छ। विक्रम सम्वत 2072 सालको भूकम्पले यस मन्दिरलाई पनि ठुलो क्षति पुर्याएको देखिन्छ र यसको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यस कार्यमा ढिलाइ भएको देखिन्छ तैपनि अन्तिम चरणमा आइसकेको छ। रातो मच्छिन्द्रनाथलाई यस क्षेत्रमा वर्षा र समृद्धिको देवता मानिन्छ। एक लोककथा अनुसार लामो समयसम्म यहाँ वर्षा नभएपछि तत्कालीन राजा नरेन्द्रदेवले असमबाट मच्छिन्द्रनाथलाई झिकेर ल्याएका थिए। त्यसपछि वर्षा भएको भन्ने दन्त्यकथा पनि सुन्न पाइन्छ। मन्दिरको पद्धति अनुसार देवतालाई वर्षको 6 महिनाको लागि ललितपुरको पाटन र बाँकी 6 महिनाको लागि यस स्थान अथवा बुगमतीमा राखिने चलन छ। यहाँको मन्दिर शिखर शैलीको छ। नेवारी सम्पदाको प्रख्यात यस मन्दिरलाई हिन्दू र बौद्ध दुवैले पूजाआजा गर्ने गर्छन्। हिन्दूमा मच्छिन्द्रनाथलाई शिवको अवतार ठानिन्छ भने बौद्धमा अवलोकितेश्वरको रूपमा पुज्ने गरिन्छ। हरेक वर्ष वार्षिक रूपमा ठुलो रथयात्रा हुने गरेको छ, जसलाई रातो मच्छिन्द्रनाथको जात्रा पनि भनिन्छ। यसमा मन्दिरबाट मूर्ति निकालेर सहरको सडकहरूमा घुमाउने चलन छ। यति बेला धानको बाली घरभित्र्याउने समय भएकोले स्थानीयवासीहरूले धानलाई सुकाएर घरमा थन्काउन आवश्यक तयारी गरिरहेको देख्न सकिन्छ। यो नेवार समुदायको छेउमा रहेको मन्दिर भएकोले यहाँ नेवारहरूको प्रशस्त उपस्थिति देख्न सकिन्छ। रातो मच्छिन्द्रनाथ मन्दिर धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ। वर्षा र समृद्धिको प्रतीकको रूपमा इन्जिनियरिङ, पुनर्निर्माण र संरक्षणका दृष्टिले अहिले चुनौतीमा परिरहेको छ, तर स्थानीय समुदाय र सरकारले काम अगाडि बढाइरहेको देख्न सकिन्छ। सहकालका देवताका रूपमा मानिने मच्छिन्द्रनाथ हिन्दू धर्मावलम्बी मध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान हुन् भने बौद्ध धर्मावलम्बीहरूमाझ श्री करुणामय, वंगद्ध, पद्मपाणी, आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ। पाटनको रातो मच्छिन्द्रनाथ र काठमाडौँको सेतो मच्छिन्द्रनाथ प्रसिद्ध छन् भने यी बाहेक लिच्छवीकालीन र मल्लकालीन समयमा स्थापित भएका अन्य 3 वटा मच्छिन्द्रनाथका मूर्ति र मन्दिरहरू रहेका छन्। यस अन्तर्गत सेतो मच्छिन्द्रनाथमा काठमाडौँ र नालाको सेतो मच्छिन्द्रनाथ हुन्।
त्यस्तै रातो मच्छिन्द्रनाथमा पाटन, दोलखा र कीर्तिपुर चोभारको मच्छिन्द्रनाथ पर्दछन्। पाटन, दोलखा र काठमाडौँका मच्छिन्द्रनाथहरूलाई परम्परागत रूपमा रथमा विराजमान गराई सहर परिक्रमा गराउने गर्दछन्। नालाको करुणामयको रथयात्रा 4-5 दशक अघिसम्म विद्यमान नै रहे पनि अहिले भने बन्द छ। चोभारको रथयात्रा गराइँदैन। अन्य मच्छिन्द्रनाथहरूको दाँजोमा पाटनको मच्छिन्द्रनाथ 12 वर्षे जात्रा गरिने हुनाले यो जात्राले आधिकारिकता प्राप्त गरेको छ। यो ललितपुर स्थित बुङ्मतीमा रहेको मच्छिन्द्रनाथ मन्दिर हो। यो मन्दिर पुरानो प्राचीन सभ्यता बोकेको मन्दिर रहेको छ। यहाँको हरेक कुना कुनामा, हरेक स्थानमा हस्तलिखित मूर्तिहरू देख्न सकिन्छ। विभिन्न पुराना काठका मूर्तिहरू, हातले कुँदिएका, काठमा कुँदिएका कुनै ढुङ्गाहरूमा, शिलाहरूमा कुँदिएका मूर्तिहरू अति मनमोहक तरिकाले बनाइएको देखिन्छ। यो एउटा यस्तो मन्दिर हो जहाँ दुईवटा धर्मावलम्बीहरूले आफ्नो आस्थाको केन्द्र बनाएका छन्। हिन्दूहरूले शिवको रूपमा मान्दछन् भने बौद्धहरूको आफ्नै छुट्टै अस्तित्व रहेको छ। यति सुन्दर, यति प्राचीन मन्दिरमा आएर भगवानको दर्शन गर्न पाउँदा मैले आफूलाई भाग्यमानी महसुस गरेको छु। यदि तपाईहरूले पनि हाम्रो भिडियो हेर्दै हुनुहुन्छ भने कृपया यस स्थानमा आएर भगवानको दर्शन र प्राचीन कलाकृतिको अध्ययन अवश्य गर्नुहोला। तपाईहरूको मनमा शान्ति अवश्य मिल्नेछ। यहाँ स्थापित विभिन्न मूर्तिहरू, विभिन्न कलाकृतिहरूलाई हेर्दा मलाई के अनुभव भयो भने यस मन्दिरको गर्भमा पनि विभिन्न रहस्यहरू अझै पनि लुकेर बसेका छन्। यहाँको हरेक कुनामा अझै पनि भगवानको वास छ। साँच्चै भगवान जिउँदै हुनुहुन्छ त्यस्तो यहाँ हामीले अनुभूति गर्न पाउँछौँ। यो एउटा भव्य ठुलो मन्दिर भए पनि शान्त स्थानमा रहेकोले मनमा पनि एकदम शान्त अनुभव हुन्छ। दर्शनार्थीहरू पनि छिटफुट आउने गरेको देखिन्छ। सायद वर्षको एकपटक मात्र मेला लाग्ने भएर होला। वर्षको अरू दिन मानिस पूजाआजा गर्न अलि कमै आएको देख्न सकिन्छ। तर यो मन्दिरको भव्यता र विशालता साह्रै मनमोहक छ। यो मन्दिर धार्मिक र पर्यटकीय पक्षले राम्रो भविष्य बोकेको मन्दिर हो। अहिले कतिपयलाई यो मन्दिरको बारेमा कम जानकारी भएको हुनाले पनि हुनसक्छ यहाँ सबैको आँखा पर्न नसकेको हो। तर भविष्यमा यसको विशालता, प्राचीन वस्तु तथा कलाको सङ्ग्रहको कारणहरूले गर्दा भविष्यमा यो मन्दिर नेपालको एक
महत्त्वपूर्ण पहिचान बोकेको मन्दिर हुनेछ। यो मन्दिर काठ र कुँदिएको ढुङ्गाहरूबाट निर्मित मन्दिर हो। काठमा कुँदिएको यी कलात्मक रचनाले यस मन्दिरको शोभालाई अझै एकदम बढाएको छ। यहाँको हरेक कलामा ज्यान डालिएको छ। यस्तो लाग्छ कि यो साँच्चै नै सजीव प्राणी नै हो। मच्छेन्द्रनाथलाई नाथ सम्प्रदायका प्रमुख देवता भनिए पनि यिनी सबै धर्मावलम्बीहरूद्वारा समान रूपले पूजित रही एउटै परब्रह्मको रूपमा मानिएका छन्। उक्त कुरा नेपाल सम्मत 792 को सुवर्णपत्रमा नेपालका प्रख्यात कारकबाट राजा श्री श्रीनिवास मल्लद्वारा यस मन्दिरको प्रवेशद्वारमा प्रतिष्ठित भएबाट प्रष्ट हुन्छ। पर्वतीय वंशावलीमा पनि अनावृष्टिको कारण मच्छेन्द्रनाथ कामरूपमा अवस्थित भएको कुरा स्पष्ट रूपले उल्लेखित छ। जयदेव द्वितीयको सम्वत 157 पशुपतिको अभिलेखमा तिनलाई कामरूप विजय गर्ने भनी वर्णित छ, जसबाट जयदेव द्वितीयले कामरूपबाट ल्याएका थिए भन्ने कुरा पनि सत्यताको नजिक देखिन्छ। नवनाथ र 84 सिद्धमध्ये एक सिद्ध रहेका मच्छेन्द्रनाथका शिष्य गुरु गोरखनाथ हुन्। नाथ सम्प्रदायका एक सिद्ध योगीका रूपमा रहेका मच्छेन्द्रनाथ बौद्ध धर्मावलम्बीहरूको आर्यावलोकितेश्वर हुन्। यस प्रकार मच्छेन्द्रनाथलाई महिला र पुरुष दुवै देवको रूपमा मानिन्छ। पुरुषलाई गरिने कर्मकाण्ड र महिलालाई गरिने कर्मकाण्ड यही गुफा राख्ने जस्ता कार्य पनि गरिन्छ। हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीलाई धार्मिक समन्वय गरी समाजमा मिलेर बस्न र शान्ति स्थापनाको लागि यो जात्राले ठुलो भूमिका खेलेको छ। बाँच्नका लागि सबै प्राणीलाई चाहिने सहकालका देवता भएका हुनाले यी देव सबैका आराध्य देव भएका छन्। भुगमतीमा रहेको मच्छेन्द्रनाथ मन्दिरको मुख्य मन्दिर एउटै भए पनि अन्य ससाना मन्दिरहरू पनि वरपर देख्न पाइन्छ। टाढा टाढाबाट दर्शन गर्न आउने भक्तजनहरूको लागि यहाँ बस्नको लागि पार्टीहरूको पनि व्यवस्था भएको पाइन्छ। मन्दिर मुख्य होस् या सहायक, यहाँ हरेक मन्दिरमा
कलात्मक मूर्तिहरू प्रशस्तै देख्न पाइन्छ। हजुर पार्टी गर्न हो यहाँ भोज भतिर गर्न हो जाउँ न। जति हेरे पनि जति घुमे पनि मन कहिले नभरिने यो मनमोहक मन्दिर हो। ललितपुर बुगमती स्थित रहेको मच्छिन्द्रनाथको मन्दिर। आउनुहोस् साथीहरू, हेर्नुहोस् आफ्नो प्राचीन कला संस्कृति र सम्पदाको अध्ययन गर्नुहोस्, केही नयाँ कुराहरू जान्नुहोस्। अब धर्म के अरे गर्न आउने दर्शन गर्ने आउने मान्छेहरू पूजा गर्न आउने मान्छे टाढाबाट पूजा गर्न आउँछ नि त। यो मन्दिरलाई अझै पनि हेरचाह संरक्षणको आवश्यक परेको देखिन्छ। भूकम्प पश्चात अझै पनि राम्रोसँग निर्माण सम्पन्न नभइसकेको यो मन्दिर पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको देख्न सकिन्छ। यो मन्दिरको पेरिमिटर सानो देखिन सकिन्छ र यो मन्दिर यहाँका नेवारी बस्तीहरूबाट घेरिएको छ। यो देश नेपाल र हामी नेपाली, हामीले हाम्रो धर्म, संस्कृति, कलालाई जोगाउनु पर्छ र यो हाम्रो
कर्तव्य पनि हो। आउनुहोस् साथीहरू, हामी सबै मिलेर हाम्रो प्राचीन कला र संस्कृतिलाई जगेर्ना गर्ने काम गरौँ। हाम्रो भिडियो सामग्री कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरिदिनुहोला र भिडियोलाई लाइक पनि गरिदिनुहोला। बीचमा आदि मात्र छ अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।